र विभिन्न स्कुलहरु अफिसहरु भाइ बहिनीहरु हल्ला नगर्नु है प्लिज एकदमै प्लिज you have to focus what I am saying and you should learn something from this event. Hey, please have patience and I really like to request you to listen throughout this session. So please be quiet. So उहाँ हुनुहुन्छ प्रेम इटानीजी, उहाँले चाहिँ गर्नु पर्यो भनेर मसँग सल्लाह गर्नुभयो। मैले अहिले कस्तो गरेको छु भने हाम्रो संस्थाले विश्वमा रहेका नेपालीहरु उहाँहरुले आफ्नो देशको बारेमा चिन्ता गर्नुहुन्छ, नेपालको बारेमा उहाँहरु सधैँ they are worried all the time to talk about Nepal. They want to contribute and give some sort of their knowledge, their contribution to their community. यो के हो भने एउटा एजुकेशनल प्रोग्राम हो। अब हाम्रो के छ भने अहिले संसारमा यो डिजिटाइजेसनको प्रोसेसमा हामी गइरहेका छौं भने अब हामीले यो डिजिटल प्रोसेसलाई कसरी सिक्योर गर्ने यो बारेमा म पछि कुरा गर्न चाहन्छु। त्यो भन्दा अगाडि उहाँले तपाईहरुले एउटा भिडियो मेसेज पठाउनु भएको छ आजको कार्यक्रमको बारेमा। उहाँ यो आजको सम्पूर्ण यो कार्यक्रम ट्रेनिङ इन्जिनियर प्रेम इटानीज्यूलाई नै जान्छ। एकचोटी प्लिज गिभ हिम अ बिग राउन्ड अफ अप्लज। भिडियो मेसेज सुन्नु होला, उहाँले के भन्न खोज्नु भएको छ तपाईहरुलाई, त्यसपछि म कार्यक्रम अगाडि बढाउँछु। ल है, रेडी है? नमस्कार, मेरो नाम प्रेम प्रसाद इटानी, मेरो घर चाहिँ कैलेली म्युनिसिपालिटीमा छु। म यसै विद्यालयबाट 2050 सालमा मैले एसएलसी पास गरेको। विगत 9 वर्षदेखि अमेरिकाको पेन्सिल्भेनिया स्टेटको पिट्सबर्ग स्टेट जो ब्याकग्राउन्डमा देख्नु भएको छ यहाँ चाहिँ बस्दै आइरहेको छु। बाई प्रोफेसन आइ एम इन्जिनियर र पिट्सबर्ग सिटीको एउटा इन्जिनियरिङ कन्सल्टिङ फर्ममा एज ए प्रोजेक्ट म्यानेजर काम गर्दै आइरहेको छु। अब कसरी तपाईँ हामी यो कनेक्सनमा छौँ आज भन्दा आजको यो साइबर वर्ल्डमा भेरियस वेजहरूबाट साइबर क्राइमहरू हुने गरेको सुन्दै आएका छौँ। हामी पनि साइबर मिडियाहरू भयो, फेसबुक मिडिया, ट्विटरहरूमा धेरै व्यस्त हुने गर्दा जानी नजानी सम भएर चाहिँ यो साइबर क्राइमको भिक्टिम बन्न पनि सकिन्छ। त्यसैले वर्ल्ड वाइड न्युज फलो गर्दा यो साइबर क्राइम एउटा बिग इस्यु हुँदै आएको सिचुएसनमा साइबर एजुकेसनका साथीहरूले नेपालमा पर्टिकुलरली स्कुल थ्रुबाट स्टुडेन्ट्सहरू र टिचर्सहरूलाई ट्रेन गराउँदै कम्युनिटीलाई साइबर क्राइम मुक्त गराउन जुन एउटा चाहिँ होलिस्टिक प्रोग्रामहरू कन्डक्ट गर्दै हुनुहुन्छ त्यो कुरा सुन्नमा आयो र मैले पनि आफ्नो स्कुलको लागि र कम्युनिटीको लागि यो एउटा चाहिँ भेरी निडी प्रोग्राम भएको महसुस गर्दै आज यो ट्रेनिङ प्रोग्राम स्पोन्सर गरिरहेको छु। पार्टिकुलरली आज साइबर इन्टरनेसनलका ट्रेनर साथीहरूले तपाईहरुलाई कसरी साइबर क्राइम हुन्छ र त्यो साइबर क्राइमहरूबाट कसरी आफूलाई चाहिँ सेभ गराउने र आफ्नो आइडेन्टिटीहरूलाई कसरी चाहिँ प्रोटेक्ट गराउने भन्ने बारेमा फोकस गरेर ट्रेनिङ हुनुहुनेछ र आई होप तपाईहरु सबैले चाहिँ धेरैभन्दा धेरै मच मोर नलेज यसबाट गेन गर्नुहुनेछ र कम्युनिटीमा यसलाई चाहिँ ट्रान्सफर गरेर आफ्नो फेसबुकका साथीको सर्कलबाट सेयर गर्नुहुन्छ या आफ्नो प्यारेन्ट्सहरूलाई कुराहरू सेयर गर्नुहुन्छ। जसरी भए पनि एउटा तपाईको आफ्नो समाजलाई चाहिँ कम्युनिटीलाई साइबर क्राइम मुक्त हुनको लागि सपोर्ट गर्नुहुनेछ भन्ने आशा राखेको छु। र अन्तमा मैले पहिलेदेखि नै आफ्नो स्कुलको लागि र सोसाइटीको लागि यस्तै केही प्रोग्रामहरू होलिस्टिक प्रोग्रामहरू चाहिँ कन्डक्ट गराउँ भन्ने सोच्दै आइरहेको थिएँ र त्यस्तै धेरै प्रोजेक्टहरू मेरो चाहिँ सोचमा छन् र तपाईहरुको साथ पाए भने डेफिनेटली हामी यसलाई लाइभ गराउनेछौँ र तपाईहरुको यो ट्रेनिङ आजको यो ट्रेनिङ इफेक्टिभ रहोस् भन्दै बिदा हुन चाहन्छु। नमस्कार। उहाँ चाहिँ ब्याकग्राउन्ड देख्नुभयो तपाईहरुले। उहाँ अमेरिकाको फिलाडेल्फियामा बस्नुहुन्छ। मेरो नाम इज वान अफ द सक्सेसफुल नेपाली पर्सन, नेपाली प्रोफेसनल हु वेन्ट टु द युनाइटेड स्टेट्स। अमेरिकामा एउटा ड्रिमको देश, हामी विदेशमा जान्छौँ पढेर, यही ठाउँ यही गाउँठाउँमा जन्मेर हुर्केर पढेर अमेरिकामा गएर पनि उहाँले धेरै राम्रो प्रगति गर्नुभएको छ।
त्यसकारण भाइ बहिनीहरू भोलि तपाईहरू पनि हाम्रा इन्जिनियर प्रेम इटानीको स्थानमा तपाईहरू पनि पुग्न सक्नुहुनेछ यदि तपाईहरूले मेहनत गरेर पढ्नुभयो भने। र यसै विषयलाई लिएर उहाँको छोटो बाल्यकाल उहाँको कस्तो थियो एक्टिभिटीहरू र के गर्नुहुन्थ्यो थोरै जानकारी दिनको लागि उहाँको विषयमा छोटो कुरा बोल्नको लागि उहाँकै दाजु टिका दत्त इटानी जो वडा अध्यक्ष हुनुहुन्छ र उहाँको ठुलो प्रयास पनि छ आजको कार्यक्रम यहाँ लन्च गर्नको लागि र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो टिमको तर्फबाट। 2 शब्द बोलिदिनुमा हार्दिक अनुरोध। साइबर अपराध सम्बन्धी सञ्चालन हुन गइरहेको यस कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख अतिथि कार्यपालिका उपमेयरज्यू, तेह्रौली वडाका वडा अध्यक्षज्यूहरू, डाक्टर रामली सुवेदीज्यू, टोल सुधार समितिका अध्यक्षज्यूहरू, विद्यालयका सम्पूर्ण सिङ्गो टिम लगायत यो कार्यक्रमको लाभ प्राप्त गर्नको लागि उपस्थित रहनुभएका सम्पूर्ण विद्यार्थीहरूमा सर्वप्रथम नमस्कार भन्न चाहन्छु। धेरै खुसी लाग्यो आज त्यस्तो क्षेत्रमा भाइलाई भेटेर र समाजको लागि केही गर्छु भन्ने भाव प्रस्तुत गरेको देख्दा खुसी लागेको छ। प्रेम इटानी एउटा सामान्य परिवारबाट अगाडि बढ्दै गइरहेको एउटा बालक थियो। यहाँ धेरै गुरुहरू हुनुहुन्छ जसले उसलाई शिक्षा पनि दिएको थियो, तर धेरै मेहनती मान्छे सानैदेखिबाट जे काम गर्दा पनि 100% एफोर्ट लगाउने। पढ्न त म पनि सँगसँगै पढ्थेँ, तर मैले उसको जति मेहनत गर्न सक्थेँ। यसको कारणले जसले बढी पढाइमा लगन गर्छ, मेहनत गर्छ, उसले सफलता पाउँदो रहेछ। यो इटानी परिवारभित्रको एउटा सफल व्यक्ति र विशेष गरी म विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भनेदेखि सामुदायिक विद्यालयमा पढेर हामीले इङ्ग्लिस जान्दैनौँ, विदेश जान सक्दैनौँ भन्ने जस्ता कुराहरू कतै तपाईँको मन मस्तिष्क छ भने त्यो हटाइदिनुहोस्। यही विद्यालयमा पढेको एउटा बालक आज आफ्नो क्रमिक रूपबाट शिक्षालाई अगाडि बढाउँदै लिएर गएर अमेरिका जस्तो ठाउँमा हामीले विदेश गएर सबै नेपालीहरूले विभिन्न किसिमका श्रमिकका कामहरू गरेर गएका हुन्छन्। नेपाल आइसकेपछिको अवस्थामा अत्तर छर्केर अलिक सुगन्ध छर्दै 2-4 पैसा लिएर आएर हिँड्छन् भनेर त्यसो होइन रहेछ। विद्यार्थी जीवनमा जो बाहिर गएर गरेका छन् उहाँहरूले राम्रै आफ्नो प्रोफेसनल हिसाबको जब गरेका छन्। ऊ यहाँ पनि इन्जिनियर थियो, अमेरिकाको पनि एउटा टेओ कम्पनीको इन्जिनियर भएर बसेको छ र उसले तपाईँको प्रोजेक्ट म्यानेजरको रूपमा काम गर्न सफल भएको छ। ऊ जियो टेक्नोलोजीको एउटा कुशल इन्जिनियर बन्न सफल भएको छ। मैले त पारिवारिक रूपबाट सेयर गर्दा पाइरहेको थिएँ, आज तपाईँहरूले पनि यो कुरा पाउनु भएको छ। भाइलाई उदाहरणको रूपमा हेरेर सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मेहनतका साथ पढ्न सक्ने र पढाइलाई बिचमा नछोडेर निरन्तर अगाडि बढाउँदै लिएर जान सक्यो भने तपाईँ हामीभित्र हरेक व्यक्तिमा एउटा सक्षम व्यक्ति बन्न सक्ने सम्भावना छ। यही कुरालाई मनन गरौँ। म अहिले यो कार्यक्रमको जुन भाइले अभिव्यक्त गरेको छ, यो कार्यक्रमको मूलमञ्च उपलब्धि तपाईँहरूले लिन सक्नुहोस्, यसबाट बच्न सक्नुहोस् भनेर जुन एउटा चाहिँ हामीलाई सम्झाउनु भएको छ, त्यतैतिर फोकस गर्ने हिसाब किताबले म पनि अघि बढ्दै जानेछु। र अन्तरङ्गमा भाइले धेरै कुराहरू गरेका छन्। विद्यालयको लागि मैले धेरै कुराहरू सोच गर्दै गरेको छु। 9 वर्षको अन्तरालमा अमेरिकामा एउटा प्रतिस्पर्धा गर्दै, जीवनसँग सङ्घर्ष गर्दै, आफ्नो क्यारियरसँग सङ्घर्ष गर्दै गुड इस्ट्याब्लिस हुन सकिरहेको थिइनँ, तर अब म गुड इस्ट्याब्लिस भइसकेको छु। अब मैले भौतिक रूपबाट नेपालमा बसेर मैले नेपाल र आफ्नो समाजको लागि विकास गर्न नसके तापनि आफूले प्राप्त गरेका केही रकमहरूको माध्यमबाट म समाजमा केही न केही गरेर देखाउँछु भन्ने कुराहरू प्रस्तुत गरेको छु। त्यसको उदाहरण केही समयपछि भाइले अभिव्यक्त गरेर आइदिएको खण्डमा हामी समाजमा बस्ने सामाजिक व्यक्तित्वहरूलाई र विद्यालयलाई पनि धेरै कुराहरूको लाभ हुन सक्नेछ। यिनै कुराहरू तपाईँहरूको बिचमा सेयर गर्दै भाइको सन्दर्भमा धेरै उसले सातै विषय पढाउँथ्यो, आफू पनि पढ्थ्यो र आफूभन्दा तलकोलाई पनि सातै विषय पढाउँथ्यो। तर उसले घरमा एउटा सानो कोठरीमा विद्यार्थी जम्मा गरेर पढाउँदै गर्दाखेरिको अवस्थामा पनि विद्यार्थीलाई एउटै कुराहरू बारम्बार भनेको कुरो मलाई याद आइरहेछ। त्यो के थियो त भने, when you are confused do not guess but ask भनिरहनु।
विद्यार्थी भाइहरूलाई जाग्ने कन्फ्युजन हुन्छ। कन्फ्युजन त मनै भुलिएर बस्ने होइन, जुरुक्क उठेर शिक्षकलाई सोच्ने बानी गर्नुपर्छ। त्यो कन्सेप्ट तपाईँको क्लियर त्यतिखेर नै हुन्छ। मनभित्र अड्काएर राख्नुभयो भने भोलि सोधौँला, पर्सि सोधौँला, अथवा बाहिर गएर अर्को दाइलाई सोधौँला भनेर लाज मानेर तपाईँहरूले गुरुहरूसँग क्वेसन राइज गर्न सक्नु भएन भनेदेखिको अवस्थामा तपाईँको सब्जेक्टमा अथवा तपाईँको विषयमा कहिले पनि पूर्ण हुन सक्नुहुन्न। तपाईँको कन्फ्युजन रहेछ, यो हो कि त्यो हो कि भनेर केस गर्ने हो। कन्फ्युजन हुने बित्तिकै क्वेसन राइज गर्ने। पर्छ जाने बाटो पुग्ने यताबाट गएर पुगेला उताबाट पुग्यो भने दुःख पाइन्छ। जहाँ कन्फ्युजन हुन्छ त्यो ठाउँमा गएर रोकिने, जहाँ हामीलाई कन्फ्युजन आउँछ त्यहाँ रोकिसकेपछि एकजना मान्छे पर्छ जाने मूल बाटो कुन भनेर सोधेपछि उहाँको गाइडहरू ठ्याक्कै लाएर पुगिन्छ, हाम्रो समय बर्बाद हुँदैन। त्यो कुरो उसले आफूले पढाउने सन्दर्भमा पनि पेश गरेको देखिन्थ्यो। तिनै केही गुणीका कुराहरूले गर्दाखेरि भाइ आज एउटा मैले सुनेको छु सक्षम व्यक्तिभित्र परेको छ, आकर्षक तल कमाउन सक्ने भएर गरेको छ। अब कमाएको सम्पत्तिले धेरै विलासी जीवन बिताउने खाले पनि छैन मेरो भाइ, सिम्पल्ली हिँडेर गरेको छ। फुर्ती गर्ने खाले पनि त्यति हिजो बाल्यकालदेखिबाट अहिले यो उमेरसम्म आउँदा पनि उसको त्यो स्वभाव छैन। अनावश्यक गफ पनि गर्दैन। जे विषयवस्तु हो त्यसमा 100% इफोर्ट लगाउनुपर्छ भन्ने मान्यता बोक्नु भएको हुनाले र भाइका केही सोचहरू अब विद्यालयप्रति र समाजप्रति रिफ्लेक्ट भएर केही गरौँ भन्ने भावनाहरू जागृत हुँदै आइरहेका कुराहरू मैले महसुस गरेको छु र यो कुरो निकट भविष्यमा विद्यालयले प्राप्त केही गर्नेछ र त्यो कुरो भाइले पनि सायद दसैँतिर आउँछु म भनेर व्यवस्थापन समितिसँग बस्ने एउटा कुरा मसँग सेयर गरिरहनु भएको छ। भाइले आफू अमेरिकामा रहे पनि उसको तन मन र धनले आफू बसेको आफू पढेको विद्यालयको उन्नतिको लागि र यो समाजको उन्नतिको लागि के गर्न सक्छ त्यो गरेको कुरामा हामी पारिवारिक रूपबाट अझ हर्षित हुने थियो, खुसी हुने थियो भन्ने कुरा राख्दै बिताउन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। यहाँले आफ्नो भाइको बारेमा, प्रेमिका निको बारेमा आफ्नो मन्तव्य राख्नुभयो र उहाँको बाल्यकालको अवस्थाको बारेमा चित्रण गर्नुभयो। भाइ बहिनीहरू, तपाईँहरूले पनि भविष्यमा मेहनत गर्नु, यु अलवेज वर्क हार्ड, यु ड्रिम वाट यु वान बी इन द फ्युचर, देन अवश्य पनि यु विल रिच टु द्याट डेस्टिनेसन। म पनि एउटा हाई स्कुलमा पढेको सामान्य एउटा खेती किसानी गरेको व्यक्ति हो गुन्जनगरबाट। पढाइ नै सबभन्दा ठुलो चिज हो। पढाइ भन्दा देयर इज नो एनी अदर अल्टरनेटिभ सोल्युसन अफ एजुकेसन। पैसा त जहाँबाट पनि कमाउन सकिन्छ, तर शिक्षा when you get that education never dies। यो अरूको लागि पनि फ्युचर जेनेरेसनको लागि पनि इन्सपिरेसन हुन सक्छ।